हाय नमस्कार। मैं आज 2 नंबर सोनमुख डिवीजन 2 नंबर बेनमुन स्टेट में 2 नंबर नीमक अंकल के घर बनाने के लिए मिस्त्री आया हुआ है, स्लैब डालने के लिए, सीढ़ी बनाने के लिए। इसलिए वो उसके मेन हीरो मिस्त्री से बात करना चाहता हूँ, कैसे बनाता है ये सीढ़ी और कितने कितने रॉड लगता है, कौन कौन सा मशीन से बनता है ये सीढ़ी, सीमेंट कितना लगता है, बल्लू कितना लगता है, गिट्टी कितना लगता है, वो सब बताए। चलो शुरू करते हैं आप। हाँ जी सर, हाँ जी मिस्त्री जी, आपका नाम क्या है? मेरा नाम है सोयब। हाँ थोड़ा करेंगे। सोयब है, आप कहाँ से काम किया इतना ये? मैं तो यो दार्जिलिङ डिस्ट्रिक्ट जुन चाहिँ छ अब 6 माइलदेखि लिएर चाहिँ दबाई पानीदेखि तपाईँको फाटक गेलनमोहन सुम्बुम एरिया 2 नम्बर पनि सुम्बुमको सबैतिर गर्नुभयो दार्जिलिङभरि चाहिँ? सबैतिर गरियो काम। अब सब जग्गामा काम। अब त्यो तपाईँ चाहिँ उता गर्नुभयो न तपाईँहरूको गाउँतिर? हाम्रो गाउँतिर पहिला गरेको हामी सानो उता मध्य प्रदेशतिर जानुभयो न कन्ट्राक्टरसँग? उतातिर म गएकै छैन अहिलेसम्म। पहिला जान्छ त अन्त भन्ने मध्य प्रदेशतिर प्रायः क्यानलको काम, त्यो ब्रिजको कामहरू हुन्छ नि मध्य प्रदेशमा, बाटो सडकहरू ठुलो होइन। म त्यति उतातिर गएकै छुइनँ। म खास चाहिँ सिलिगुडी एरियामा गरियो, तपाईँको जुन चाहिँ सिलिगुडी बेङ्गाल सफारी छ। हजुर, बेङ्गाल सफारीमा गरियो, त्यहाँदेखि यता आयो। यहाँ आएर चाहिँ अब दार्जिलिङमा काम गर्दा गर्दा अब आजदेखि 7 साल भयो हाम्रो काम गराइ। अब चल्दैछ काम, कोही ठाउँ अब गर्दैछु उपरवालाको दाम। तपाईँ काम राम्रोसित चलोस् है। म पनि के भन्नु चाहन्छु भने यो हाम्रो गाउँमा हेर्नु फर्स्ट टाइम भनेर यो वाल भएको त यो सिँढी भएको, यसको नाम हामीलाई थाहै छैन के सिँढी हो, यसको नाम के भन्नु सिँढी भन्नु? यो सिँढीको नाम अब के बताउनु, खास चाहिँ अब देख्नुमा चाहिँ राम्रो लाग्छ होइन। अब मालिकले मन परायो त्यो सिँढी। यसको नाम चाहिँ के भनेर? अब यसको नाम चाहिँ डबल स्टप सिँढी छ। यो देख्नुमा चाहिँ राम्रो हुन्छ। डबल स्टप यानि कि तपाईँको माथि जुन चाहिँ खुट्टा टेक्ने छ, माथि जसरी हुन्छ तल पनि त्यस्तै खालको। त्यो भएर चाहिँ देख्नु चाहिँ दामी हुन्छ। त्यति नै खर्च पनि धेरै छ यसमा, डबल छ, मिस्त्री मेकिङ चार्ज पनि डबल पर्छ होइन। हजुर। अरू अब यो सिँढीको विषयमा के बताउनु तपाईँलाई, अब नलेज मेन कुरो। नलेज होइन, नलेज यो त के हो र यो हेर कस्तो कस्तो रड लाग्छ छैन। त्यही त अब मेन चाहिँ नलेज मेन कुरो। अब मेन अब युट्युबमा हामी काम हेर्छु होइन, त्यो हेरेर चाहिँ गर्नु सबभन्दा राम्रो। अब त्यो युट्युबमा हेरेर चाहिँ अलिक ज्ञान शक्ति चाहिँ आउँछ होइन, त्यो भएर चाहिँ हामी गर्नु सक्छु। अरू युट्युबमा हेरेर चाहिँ जुन चाहिँ अब नगर्ने जतिको फेरि होइन, गर्ने चाहिँ कोसिस राख्नु पर्यो अर्को मिस्त्रीलाई। अरू यसमा अब मेन चाहिँ सेटिङ मेन चाहिँ अलिक साह्रो छ। मेन चाहिँ सेटिङ नै साह्रो छ, त्यहाँदेखि रड बेन्डिङ पनि साह्रो छ, सबै कतिको रड चाहिँ लाग्छ यसको साइज चाहिँ? कति रड लाग्छ यसमा? खास चाहिँ बेसी साइजको रड लाग्दैन। 10 mm 12 mm रड दिए पनि काफी हुन्छ। 8 mm छुरी हाल्नुपर्छ। 3 साइज। अस्ति त त्यो उयो बनाएको थियो नि, रिङ बनाएको थियो नि, रिङ पनि कोही त ठुलो बनाएको थियो डल्लो एउटा जसरी 6 इन्ची हाइटको हुन्छ त्यसको अर्को टाइपको रिङ हुन्छ, 3/9 इन्चको हुन्छ। अरू जुन चाहिँ खुट्टा टेक्नु हुन्छ त्यो हुन्छ तपाईँको 15/3 इन्चको। त्यो सिस्टमले गर्दा अब बान्नु पर्यो, त्यही सिस्टममा बान्दैछु फेरि। मैले एमपीमा गरेको कि एमपी मयरमा गएको, क्यानल काम ठुलो क्यानल काम 25 करोडको भएको, त्यहाँ गरेँ। म गरेको होइन, म त एकजना कन्ट्राक्टरसँग गएको, गुप्ताजी भन्ने उताको बिहारको झापडा जिल्लाको गुप्ताजी भनेर बसेको कि म बनाउने उसको चाहिँ खानाहरू बनाइदिनु बसेँ हो। एमपी जुन चाहिँ त्यो एमपीमा मध्य प्रदेश जुन चाहिँ सूर्य उयो छैन मयूर भन्ने जग्गा, त्यति मलाई थाहा छैन। अब त्यो जग्गामा मयूर भन्ने जग्गामा चाहिँ बसेको। मयूर भन्ने जग्गामा चाहिँ एउटा मन्दिर छ, यस्तो ठुलो त मन्दिर छ कि सिँढी कति 1080 सिँढी छ। त्यो सिँढी मात्रै छ, सिँढीबाट लिफ्ट गर्दै 1080। त्यसमा जानुपर्छ, उयोबाट पनि जान्छ के अरे त्यो रोपवेबाट पनि जानु सक्छ त्यसमा। अन्त उयोबाट त्यसरी गरेँ, त्यो छ सिँढी। त्यहाँ पनि गरेर आएको, त्यहाँ गएर दर्शन गरेर त्यो मन्दिर पनि गएँ हो। म त्यहाँ गएर त्यहाँनिर गर्दाखेरि चाहिँ त्यहाँ क्यानल काम हुँदै थियो। त्यति बेला थुप्रो कन्ट्राक्टरहरू थियो त्यहाँ। गुप्ताजी चाहिँ हाम्रोबाट गएको पहिलाको काम होइन, 2009 सालको काम। त्यति बेला त हामी सानो नै थियो। अब के बताउनु तपाईँलाई, हामी त अब 40 क्रस गरिसक्यो। अब त्यति बेला त अब के 2009मा ठिकै छ काम गरेको मैले क्यानल काममा। त्यही त अब जुन चाहिँ रडहरू लाउँछ कति डेक्सिमिटले कस्तो तपाईँहरू चाहिँ
यस्तो सिडीमा चाहिँ कति एक बाई कतिको सिमेन्ट हाल्छ पल्लो गिटी हाल्छ भनेर नि यसमा तपाईँको सिडीमा जुन चाहिँ अब मसलाको भाग 3 बोडी तपाईँको हुन्छ गिटी अरू आधी बोडी तपाईँको बालु आधीदेखि 2 बोडी 1 बोडी सिमेन्ट अरू चाहिँ तपाईँको अब रड त अब थाहै छ निचे हाल्नु पर्यो त्यही सिस्टम अब जुन चाहिँ अब म पहिला भन्दाखेरि मेन चाहिँ ठुलो कुरो नलेज छ यसमा नलेज चाहिँ ठुलो कुरो अब नलेज लगायो भने मान्छेले किन गर्नु सक्दैन पहिला जस्तो पहिला त्यति एमपीमा त कहाँ यस्तो मिसिनहरू हुन्थ्यो त अन्त रड बनाउने त्यो अहिले काट्ने मिसिन के मिसिन निकालेको छ अहिले त्यो बङ्गाउने मिसिन हो कि होइन त्यति बेला मिसिन कहाँ थियो त्यो काट्नेहरू पनि अन्त थिएन नि त त्यति बेला नगर्नु थिएन काट्ने मिसिनहरू त्यो त यसरी हेर त्यो यसरी राख्छ यसो त्यो मिसिन रड काट्ने मिसिन चाहिँ यसरी के हो यसरी राखेर झ्याक मार्छ केटाहरूले यसरी के हो उकालो रड तल राख्यो यसरी के तान्नुपर्ने कलमको त्यति बेला अहिलेको तिमीहरू के अरे मिसिन छ राम्रो मेसिन अहिले सजिलो भयो काम गर्ने मिसिनले गर्दा ल अन्त यसो कति के सक्दा कम्प्लिट तपाईँहरू खर्च सिमेन्ट रडहरू लाग्दा कति हुनेछ यसमा तपाईँको अब कसरी चाहिँ बताउनु मेन चाहिँ जुन चाहिँ नर्मली सिडी बनाउँछ त्यहाँदेखि 3% चाहिँ बेसी राख्नु कति त अस्ति सुनेको 3,40,000 टोटल पुग्छ खर्च भन्दै थियो नि त 3,40,000 जतिको चाहिँ पुग्दैन खास गरेर चाहिँ यसमा अझै मार्बल सार्बल पैसा अब खर्च गऱ्यो भने तपाईँको 2.5 लाख जतिको पुग्छ अब मेन चाहिँ यस्तो छ अब बिल्डिङमा तपाईँ जति पैसा खर्च गर्नुहुन्छ त्यति खर्च हुन्छ अब यो सिडीमा 2 लाख 3 लाख होइन कि खर्च गरे पनि 10 लाखसम्म खर्च हुन्छ अब डिजाइन अब राम्रो बनाउनुको लागि चाहिँ कति किसिमको खर्च हुन्छ त्यति त थाहा हुन्छै सबैजनालाई होइन जति पैसा त्यति खर्च हुन्छ त्यसो ल हुन्छ गर्छु हो अब तपाईँ सेडीहरू हेरिहाल्नुहोस् यो के सेडीहरू नाम के अरे डबल स्टेप सेडी सेडी हेऱ्यो नि यहाँबाट सुरु हेर रडहरू कसरी बुनेको यहाँ पिछा टेक्दा हुन्छ के हेर्नुहोस् है यहाँ सेडी हेर्नुहोस् है यस्तो छ डबल स्टेप सेडीहरू यो यहाँ हेर्नुहोस् यहाँ सेडी यहाँनिर चाहिँ के हुन्छ यहाँनिर चाहिँ यो फर्स्ट स्टेपमा चाहिँ यहाँनिर फर्स्ट कुरा चाहिँ भन्नु नि खासमा चाहिँ यस्तो थियो कि पहिला यस्तो सिडी बनाउनु थिएन नर्मली सिडीको लागि रोड छोडेको यहाँनिर त्यो भएर चाहिँ हामी अलिक यसलाई खोपिकन जोइनिङ बनाउँदैछ ए त्यही त ल हुन्छ धन्यवाद ल तपाईँलाई नाम के अरे सोयद नाम सोयद रहेछ मेरो कन्ट्र्याक्टर रहेछ मिस्त्री उहाँले आज मलाई यसको विषयमा बताउनु भयो म आज उहाँलाई धन्यवाद दिँदै र आफ्नो युट्युब च्यानलमाथि याद गरिदिने अन्त सबैले ध्यान दिएर यो भिडियोलाई कसरी मिस्त्रीले के रड लगाएर कति सामग्री लगाएर बनाउँदैछ के सामान लगाएर उहाँले सबै भन्नुभएको छ उहाँले बुझ्ने अन्त तपाईँहरू सुरु गर्नुहोस् आफ्नो कहानी अन्त हामीलाई धन्यवाद दिँदै यो